Hi there, this is True Beauty by Sazina. Let's try a Forever 52 AOO3 Set Ivory. Let's try this compact with me. And let me clear you out. This is not a PR package. I bought it for myself. So let's try. Wow. Its packaging quite looks like MAC को packaging जस्तो जस्तै यसले चाहिँ looks so and you guys can see this is my shade ivory अनि यो चाहिँ यस्तो छ अनि यसको चाहिँ भित्र like यो cushion powder puff cushion पनि आउँछ so let's try this out म चाहिँ like normally त्यो तपाईहरुले चाहिँ powder puff use गर्दा पनि हुन्छ तर I would like to try it with the help of brush म चाहिँ brush को help ले यो powder लगाउँछु so यसले चाहिँ के भनिरहेछ भने यसले चाहिँ हजुरहरुलाई एकदम satin finish दिन्छ अनि matte अब like those who love matte look this compact will be perfect for them. As you guys can see, it giving so much to satin wala looks and यसले चाहिँ matte finish पनि दिइराछ. If हजुरहरुलाई चाहिँ matte looks मन पर्छ भने you should buy this. And यो चाहिँ हाम्रो स्टोरमा available छ True Beauty by Sazina मा. And let me tell you again, this is not a PR video. यो चाहिँ मैले आफैले पर्चेस गरेको let's try out भनेर and overall यसको packaging यसको सबै टेक्सचरहरु सबै यताउति हेर्दाखेरि चाहिँ मलाई इट्स लाइक सेम MAC के ड्युप जस्तो लाग्यो अनि देख्न सक्नुहुन्छ म मेरो अघि अनुहार एकदम चिलो चिलो ग्लसी ग्लसी थियो अहिले चाहिँ एकदम म्याट टाइपमा हैन भइराछ इट गिव्स मी satin finish अनि अब म चाहिँ यसमाथि नै सी ग्ल्याम को ब्लश हल्का लगाउँदै छु because I am a blush girl and I love blush मलाई एकदम ब्लशहरु मन पर्छ I'm a blush girl and I love blush so much अनि सी ग्ल्याम को चाहिँ यो मेरो यो लभ केक वालामा यो म अहिले करेन्टली यही युज गरिरहेको छु अनि यो चाहिँ एकदम नेचुरल त्यो फिनिश दिन्छ के not more not less exactly how much you want वाला so मैले यहाँनिर अघि कम्प्याक्टमा पनि यही ब्रश युज गरे अनि ब्लशमा पनि यही ब्रश युज गरिरहेको छु it doesn't matter as long as you are comfortable using one brush it is okay so तपाईहरुले धेरै ब्रशहरु चेन्ज गर्नु matter so until and unless if you guys are okay and fine you can use one single brush for multiple purpose हजुरले multiple purpose को लागि पनि युज गर्न सक्नुहुन्छ one brush is enough because I am a one brush type मलाई त धेरै वटा त ब्रशहरु युज गरिराख्न मन पर्दैन not in client case but in my case म आफु पर्सनली चाहिँ धेरै वटा ब्रशहरु मलाई मन पर्दैन just one powder brush blush brush and contour like that's all 3 or 4 भयो भने मलाई चाहिँ पुग्छ and let's curl my lashes it's already curl त्यही पनि भिडियोको लागि let's curl it out म चाहिँ यहाँनिर यसरी अघि मैले क्रल गरिसकेको छु त्यही पनि प्रोसेस इज अ प्रोसेस लेट्स नट स्किप द प्रोसेस सो एज युजुअल आई एम डुइङ ह्याक अनि यसरी यो इयरबड को पछाडी बाल्ने एन्ड चेक अफ द हिट कतिको छ चेक गर्ने एन्ड स्लोली क्रल इट लाइक दिस अन योर ल्यासेसमा यसरी क्रल गर्ने guys it works 110% trust me यो ह्याकले चाहिँ एकदमै काम गर्दै रहेछ नभए नर्मली हामी मंगोलियनहरुको चाहिँ लाइक अलिकति त्यो डाउन वाला ल्यासेस हुन्छ नि त सो त्यो जति क्रल गरे पनि जति नै राम्रो मस्कारा युज गरे पनि त्यो क्रल हुन्न नि त बट दिस गन वर्क एक्चुअली लाइक अ म्याजिक यो चाहिँ यस्तो म्याजिकै जसरी नै वर्क गर्छ के यसरी हिट चाहिँ चेक गर्ने है आफुलाई कतिको हिट हुन्छ त्यो हिट प्रेशर चेक गर्दै अनि यसरी ल्यासेसमा स्टिक गर्ने एकदम बर्न आउट योर हुन्छ नि आइज है फेरि आइज चाहिँ बर्न गर्नु होला बी केयरफुल अन दैट यसरी हल्का गर्ने अनि यो एक्सेस प्रडक्ट के यो हल्का यो तल झरेकोलाई गर्ने
So yeah, this is my look. So yeah, this is how I look. Tell me guys, how am I looking? So this is Forever 52 Ivory set. If you want, then you can buy it from our store, True Beauty by Sajina. And I'm looking, it gives me satin and matte finish, which I love. Slang in summer. Bye bye. Thank you.